हेलो गाइस, नमस्ते। तपाईहरुलाई मेरो भिडियोमा आज फेरि स्वागत गर्दछु। आज चाहिँ दिन एकदम दामी भइरहेछ है। हेर्नुस् यस्तो दामी मौसम भइरहेछ र आज चाहिँ अब भाइलाई चाहिँ अलिकति त्यसको नुहाइ धुवाइ गरिँदैछ हैन। नुहाएर चाहिँ अब अलिक हगिसहरू लाउँछ र चाहिँ अलिकति अब कोही बेला टोइलेट पनि उसमै गरी पठाउँछ, हगिसमै मुतिम पठाउँछ र अलिक उयो भएर चाहिँ आज हामी चाहिँ नुहाइदिँदैछौँ। छोराले चाहिँ नुहाइदिँदैछ बाथरुममा। यहाँ बाथरुममा चाहिँ मलाई उयो गर्दैछु, त्यसलाई चाहिँ हगिस लगाइदिँदैछ उयो गरेर गाइस। अनि अब चाहिँ बाहिर निकालेर चाहिँ मुखहरू धोइदिन्छु। अब चाहिँ यसको हात खुट्टाहरू धोइदिँदैछु गाइस हैन। अब यसको नङ काटौँ भनेको त आज मङ्गलबार रहेछ, हुँदैन मङ्गलबार। अर्को पनि हात ल्याऊ। नुहाउनु त हिजो अस्ति त नुहाएको है। अर्कोले यो हात दुख्छ र घाउ छ। यो अस्ति लडेको है यो। अब खुट्टा ल्याउ यहाँ। अघि त धुएँ होइन मुनि त, खुट्टा चाहिँ धुइँदैन। अर्को झट्का हानिखेर नि फेरि नहल्ली। तेल लगाउनु पर्छ नरिवलको खुट्टामा ल। किन झट्का हानेको? मुख खै मुख चाहिँ अलिक यस्तो घोप्टाउनु। हो त्यस्तो घोप्टु। साबुन लाउँछस्? हिजो उयो लगाएर अलिक चिप्लो भएछ अनुहार। के भन्छ? नरिवलको तेल हौ। आँखा पोलेन? बहुत मेरो भाइ हेन्सम हुन्छ गाइस है। हेन्सम भएर कहाँ जान्छस्? कहाँ जान्छस्? के खानु जान्छस् भन् त? फ्रुटी के रोटी खानु हुँदैन।
एप्पी खान्छस् खै यता हेर त गाला पनि अलिक रातो भएछ है अर्को हात ल्याऊ तेल लगाइदिन्छ एकछिन यो हुन्छ ल चप्पल एकछिन यसरी राख्नु चप्पल सुकिन्छ माथि राख हगिस लगाएर तेल लिएर आउँछु अब तेल लगाउनु पर्छ ल नइदिएको तेल लगाइदिएको आज लुङ्गी लगाएर बसेछ नि मेरो भाइ अघि लगायो नानी त्यो कुको थाङ्ना चाहिँ उता माथि कता राख्दा साह्रो बनायो कुन चाहिँ उयो अघि म खाजा खाने आउँथेँ सधैँ अब आज त्यो बस्छस् यता हेर अब चाहिँ यसको ब्रेकफास्ट हो यो चाहिँ गाइस यो चाहिँ साबुदाना हो अब मजाले खानुपर्छ ल गम गम तातो हो कि छैन ताको त कस्तो छ अन्डा कति भाग्यो चेलीले खिलाइदिँदैछ सानो नानी हो नि त मेरो एक्टिङ चाहिँ फेरि ओभर छ नि किन आँखा चाहिँ गरेको गुल्ली भएर होला ल आँखा मजा झऱ्यो डुक्कु झऱ्यो आमाको डुक्कु छोरी जो कहाँ गएको लाटाले दिन राख्नु फेरि के गर्छ भिडियो बनाइदिएको यसमा है हेलो हेलो भन्दैन यता उयो हेरेर भन् न भन् हेलो खाँदैछु है खाजा खाँदैछु भन् डाइट खाँदैछु भने ब्रेकफास्ट गर्दैछु ब्रेकफास्ट गर्दैछ अरे डाइट खाँदैछु है डाइट भन्नु छप्पे भएर भन् न के गरेको हात खाँदैन हो मुख नबिगार अब जाति भएर खान पिरो तितो नुनिलो ल अहिले अब यही हो त्यो गर्नु यत्रो मुख नखोल त ठुलो मुख मेरो हाँसेको फेरि नानी जस्तो गर्छ त गर्छ घरिघरि मिठो भयो मिठो भयो आज ओइ त दामी लाग्छ अब खाजा खाएर कहाँ जान्छस् घुम्नु कहाँ सिजलकोमा
जाँदै अब त है भानुकोमा जुस खानु जान्छ भन् न के कहाँ हो हिँडीवालाले कङ्ली उहीँ छोडेछ मातेर छोड्यो होला ल घाममा तातोमा मजा आयो गर्न आज लुङ्गी लगाएर बसेको छ लुङ्गी डान्स लुङ्गी डान्स लुङ्गी डान्स लुङ्गी डान्स लुङ्गी डान्स आज गाला पनि रातो रातो लाग्छ यसको आज भेन्टिलेसनबाट हावा चाहिँ पुरा छिर्ने अफ गरम पो भयो त अब त गाइस अब चाहिँ मैले त्यसलाई ब्रेकफास्ट पनि दिइसकेँ अब चाहिँ यो फ्रुट काटेर दिँदैछु होइन फ्रुट अब त्यसले चाहिँ एप्पल चाहिँ पुरा मन पराउँछ एप्पल चाहिँ सकेछ र चाहिँ अहिले चाहिँ यो मेवा दिँदैछु गाइस काटेर त्यहाँदेखि फेरि दबाई छ त्यसको चाहिँ दबाई कडा छ र चाहिँ अब यसलाई फ्रुटहरू अलिक उयो दिनुपर्छ र चाहिँ यो अब ब्रेकफास्ट पछि चाहिँ यो फ्रुट दिएर चाहिँ दबाई दिन्छु घरमा बिमारी भयो भने कस्तो उयो हुन्छ गाइस के गर्नु यस्तै छ जिन्दगी जो 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 नहुने त्यसकै घरमा बिमारी हुन्छ फेरि यति फ्रुट दिएपछि चाहिँ मजाले त्यसले उयो गर्छ गाइस आफू त मुख पनि धुनु पाएको छैन लथालिङ मुख छ मेरो मुख पनि धुएको छैन आमाले चाहिँ डुकु काट्दैछ डुकु छिल्दैछ आमाले मसाज गरिदिएको खानुहुन्छ मेवा हुन्छ लौ भाइ अगाडि चाहिँ नदेख नम्बर काट्नु लौ यहाँ एकै कुराहरू बिस्तारै ल आज यसको मसाज पुरा भयो हुन्छ भयो बाहिरको मौसम चाहिँ यस्तो दामी भइरहेछ यहाँ घाम लागेर यस्तो यहाँ चाहिँ स्कुल हो एनडिए स्कुल लागिरहेछ हाम्रो सागबारी पनि छ सानो भक्कु खाइसक्यो साग पनि यो चाहिँ आरुचाको बोट हो फुल फुलेको थियो अब फल्छ कि फल्दैन हावाले डल्लै त उडाउँदो रहेछ यहाँ आलु रोपेको छ आलु यहाँ पनि आलु पर बाटो गुम्बाको बाटो गुम्बा 1 2 3 भन्नु गर्ल 1 2 3 अब दबाई भित्र हाल घाँटी
त कहाँ गयो त ल गाइस अब चाहिँ मैले यसलाई दबाई सबै पनि दिइसकेँ अब यो एकछिन रेस्ट गर्छु होइन सुत्छस् यो एकछिन सुत्छ धेरै घाममा तात्यो अब चाहिँ हाम्रो भिडियोलाई म यहीँ समाप्त गर्छु यता गर्छु तपाईँहरूलाई मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशाको साथ आजको भिडियोलाई चाहिँ म यहीँ समाप्त गर्छु बाई 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 गर